आई नेभर थट 2026 को स्टार्ट यसरी हुन्छ भनेर। हेलो नमस्ते, तपाईँहरू सबैलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। तपाईँहरूलाई मैले मेरो पहिलाको भिडियोमा भनेको थिएँ नि मलाई हाइकिङ मनपर्छ अनि म हाइक पर्सन होला भनेर। अनि गेस वाट 2026 को स्टार्ट नै हाइकिङबाट भयो मेरो। अनि मैले मेरो अर्को भिडियोमा भनेको थिएँ नि प्लान भन्दा अनप्लान कुरा चाहिँ सक्सेस हुन्छ भनेर। यो हाइक पनि त्यस्तै भएको हो। आजको हाम्रो हाइक चाहिँ चिने डाँडा थियो अनि यो चिने डाँडाको हाइक हामीले कजनहरूसँग यति भएको थियो सल्लाह गरेको तर कहिले जुरेको थिएन। झन् मेरो बेस्ट फ्रेन्डसँग त अहिलेदेखि हामीले सल्लाह गरेको यो चिने डाँडा जाने कति वर्ष भइसक्यो अहिलेसम्म जुरेकै छैन क्या। त्यही भएर त घरिघरि के लाग्छ भने नि अगाडिदेखि प्लान नगर्नु हुने रहेछ जस्तो लाग्छ क्या। हामीले कति कुरा प्लान गरेको हुन्छौँ कि त्यो कुरा कहिले सक्सेसै हुँदैन क्या। अनि ठिक्क न्यु इयरको दिन झापाबाट कजन बहिनी र भाइ आएको थियो नि त। उनीहरू पनि ठिक्क झापाबाट आएको अनि कजन बहिनीहरूले पनि लु जुम जुम भन्नु थाल्यो अनि भोलिपल्ट हिँडिदिएको हामीहरू चाहिँ। हामीहरू सबैजना हलगडा चोकमा भेला हुने सल्लाह थियो नि त। एक एकजना गर्दै सबैजना आइपुगेछ। हामी चाहिँ हलगडाकै मान्छे भएर सबसे ढिलो चाहिँ हामी पुगेको थियौँ क्या। अनि एकजना भाइ चाहिँ सबसे टाढो खोर्सानीबाट आउनु पर्ने लास्टमा उही चाहिँ सबसे अगाडि आइपुगेर हामीलाई पर्खेको भएको थियो क्या। हामी सबैजना भेला भयौँ हलगडामा अनि त्यहाँदेखि हामी धरन आयौँ। भानुचोकबाट झुलुङ्गे पुलसम्म हामी टेम्पोमा गयौँ। हुनु चाहिँ हामी भानुचोकदेखि नै हिँड्दै जाने भनेको तर कतिजना बहिनीहरू मानेन नि त। अनि हामी चाहिँ टेम्पोमा गयौँ झुलुङ्गे पुलसम्म अनि त्यहाँदेखि चाहिँ हाम्रो हाइक सुरु हुन्छ। हुनु चाहिँ म र मेरो एकजना कजन दिदी 10 वर्ष पछाडि गएको नि त चिने डाँडा। कति धेरै चेन्जेसहरू भइसकेछ क्या। पहिला घरहरू नै थिएन है, अहिले चाहिँ घरै घर भइसकेछ। होटलहरू पनि खोलेको छ कति धेरै, पहिला त केही नै थिएन। हामीहरू पहिला जाँदाखेरि चाहिँ बाटो गएको थियौँ अनि यसपालि जाँदाखेरि चाहिँ सर्टकट गयौँ नि त। अनि 2-3 ठाउँ बिसायौँ होला अनि हामीलाई चाहिँ ठ्याक्क 1.5 घन्टाभन्दा अलिकति बेसी लागेको थियो पुग्नु। तर चिने डाँडाको चाहिँ ग्लो अप होइन ग्लो डाउन भएछ क्या। त्यो देखेर हामीलाई कस्तो स्याड फिल भयो क्या। किनभने पहिला कति सफा कति मजाको थियो, अहिले चाहिँ मैला थियो क्या जताततै। त्यस्तो देख्दाखेरि कस्तो नरमाइलो लाग्ने के। चिने डाँडादेखि अलिकति पर एउटा भ्यू टावर रहेछ नि त। मलाई चाहिँ थाहा नै थिएन, मैले अरूहरूकोमा देखेर चाहिँ त्यहाँ जानु मन थियो। अनि हामी चिने डाँडामा एकछिन बसेर अनि त्यता गयौँ। त्यहाँ भ्यू टावरमा एकछिन बस्यौँ अनि फेरि त्यहाँदेखि अलिकति माथि एउटा ठाउँ रहेछ अनि त्यहाँ चाहिँ हामी गयौँ खाजा खानु। त्यहाँ पुगेर हामी खाजा खानु रेडी हुँदै थियौँ। भरे त ठ्याक्क पापा र मम्मी पनि सरप्राइज दिनु आउनु भएको क्या। हुनु चाहिँ आउँछु होला भन्दै हुनु थियो, फिक्स चाहिँ थिएन। भरे ठ्याक्क आइपुगिराख्नु भएको क्या। हामीहरू खाजा खाइसकेर फेरि भ्यू टावरतिर गयौँ किनभने हामी चढेको थिएनौँ नि त। अनि भ्यू टावरमा तल एकछिन त्यहाँ चिया खाएर हामी गेमहरू पनि खेल्यौँ क्या, डम्सराजहरू। अनि कति रमाइलो भयो। अनि त्यस पछाडि हामी माथि चढ्यौँ। त्यहाँबाट भ्यू यस्तो दामी देख्दो रहेछ। तर हुनु चाहिँ हामी गएको दिन अलिक खुलेको थिएन नि त। दिन खुलेको दिन त झन् दामी देख्छ होला। त्यहाँ टावरमा एकछिन रमाइलो गऱ्यौँ, हामीले फोटोसोटो खिच्यौँ, भिडियो गऱ्यौँ। अनि त्यस पछाडि फेरि हामी अघिकै ठाउँमा अलिकति माथि गयौँ किनभने मम्मीहरूले पनि फेरि खाजा बनाएर ल्याइदिनु भएको रहेछ। अनि हामीले खाजा खायौँ, नाच्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यस पछाडि हामी फेरि रिटर्न भयौँ। आजको हाम्रो हाइक यस्तै रमाइलो भयो। होप तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला। सी यू नेक्स्ट भिडियो, बाई।